क्याट्रिनको काम आज मेरो छ र म पहिले फर्स्ट ऊ आफै फुल जस्तो छ अब उसलाई गाई सबैजना फलो गरिदिनु होला हाम्रो दाइलाई हेलो एन्ड गुड मर्निङ एभ्रिवान आशा छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु र गाइस वेलकम टु माई न्यू ब्लग फेरि पनि तपाईँहरूलाई एकदमै स्वागत छ मेरो युट्युब भिडियोमा र आज म चाहिँ भर्खरै कहाँ जाने आँटेको हो भने नि यस्तो तयारी भएर खासमा चाहिँ कलेजै जाने आँटेको हो र साथसाथै आज चाहिँ हाम्रो पसलको मेन दाइको बिहे पनि छ र बिहे भोजमा पनि जाने आँटेको हो त्यसै कारणले अहिले चाहिँ म यहाँ कलेज जानको लागि बस कुर्दैछु तर बसको चाहिँ अटो पत्ता छैन क्या सो यहाँ अब एकछिन पर्खिने हो अनि बस आयो भने बसमै जान्छु आएन भने म्याजिकमा जान्छु गाइस वेलकम ब्याक गाइस र अहिले चाहिँ म क्लासमा आइसकेको छु र मसँग चाहिँ आज एकजना मात्रै हाम्रो क्लासमा स्टुडेन्ट आउनु भएको रहेछ हेलो हेलो के छ साथी के हो तिम्रो नाम भनिदेऊ त त्यस्तै छ र अब एकछिनमा हाम्रो पढाइ हुन्छ होला सायद हिजो भएको थियो पढाइ पढाइ भएको थियो अरे आज नै हुनसक्छ सो यहाँ पढ्ने हो अनि त्यस पछाडि यस्तै नै भ्लग बनाउने हो पढ्ने हो अनि जाने हो आज बिहे खाना टाइपको गाइस र अहिले चाहिँ हामी कहाँ जाँदैछौँ भन त साथीहरू आज हामी जाँदैछौँ रोडे रोड कहाँसम्म घरसम्म आजको बर्थडे गर्ल एकदम खुसी छ होइन हामीले टिकटक पनि बनायौँ गाइस म तपाईँहरूलाई अहिले एकछिनमा पोस्ट गर्छु तपाईँहरू हेरिदिनु होला है त यो भिडियो ढिलै आए पनि मेरो टिकटक आइडी के छ भने अफिसियल सिपी राई छ र त्यहाँ चाहिँ तपाईँहरूले मेरो भिडियोहरू हेरिदिनु होला यस हाम्रो साथीहरूको पनि छ उसको के छ तिम्रो टिकटक आइडी कविता अधिकारी उसले नै अब खोल्ने आँटेको छ किन खोला न कस्तो राम्रो नाच्छौ तिमी आइफोन किनेपछि मात्रै तिमीलाई आइफोनै चाहिँदैन तिमी यति खतरा छौ र अब यस्तै हो गाइस अब मस्त जाने हो दोकान अनि खोल्छु अनि भरे बिहे खानु जाने हो दाइको दाइलाई फेरि पनि कङ्ग्रेचुलेसन्स बिहे गर्नुभएको गाइस अब चाहिँ हामी कलेजदेखि निस्किसकेको छौँ र अब चाहिँ घर जाने भन्दा पनि म चाहिँ कामतिर जान्छु उहाँहरू चाहिँ घरतिर जानुहुन्छ र को चाहिँ छुट्ने यहाँदेखि बिन्दा हो हाम्रो बर्थडे गर्लको घर चाहिँ यता हो है र म चाहिँ गएर अब पसलमा गएर बस्छु किनकि आज दाइको बिहे छ बिहे भए तापनि अब हाम्रो दाइहरू म चाहिँ जोसँग जाने आँटेको उहाँहरूलाई चाहिँ टाइम लाग्ने रहेछ आउन सो त्यही भएर चाहिँ म पसल गएर खोल्छु र दाइहरू जब रेडी भइसक्नुहुन्छ अनि चाहिँ हाम्रो मेन दाइ जसको बिहे हो उहाँको बिहे चाहिँ खान जान्छु र त्यहाँ पनि त म भ्लग बनाउने नै छु तपाईँहरूले प्लिज अन्तिमसम्म हेरिदिनु होला है त On the way to work. Italy work. For work. Bye bye. Huh? Hello साथीहरू वेलकम ब्याक र अब चाहिँ हामी तिम्रो इन्ट्रो भन्दै र त्यो एडिट हुँदैछ यो चाहिँ नेक्स्टको लागि हो उहाँको नाम चाहिँ निशा लावत लिम्बू हो र उहाँ चाहिँ मेरो क्लासमेट हो हाम्रो बिहेमा जाँदैछौँ हाम्रो दाइको बिहे छ निरज दाइको उहाँलाई धेरै धेरै बधाई अब दाइसँग भेट्न जाने हो यहाँ मेरो अगाडि चाहिँ मेरो भाइ छ त्यस पछाडि यो सामानहरू गिफ्ट ऱ्यापिङ गरेर हामी चाहिँ जाँदैछौँ है गाइस इटरी मेन चोक पनि देखाइदिउँ न प्लास्टिक गर्नु छ राम्रै देखेको छ हाम्रो क्लासको सबभन्दा राम्रो के अरे गाइस हाम्रो चाहिँ अब लास्ट इयर हाम्रो हेर्दै त सक्यो नि लास्ट इयर हो अनि लास्ट इयर पछि के गर्छौ ल क्वेसन सोध्नु अहिले प्लान छैन म बिहे गर्छु के गर्ने कोसँग बोयफ्रेन्ड तिमीले फोटो त हालेकै छु वी आर गोइङ अब कहाँ विराटनगर लाइनदेखि थोरै भित्र छ हाम्रो दाइको घर चाहिँ र म चाहिँ त्यही दाइको पसलमा म भए 2-3 ताल
निशानको बिहेमा नि फेरि आउँछु हामी ब्लगबाट बिर्स्यो भने बेहुली भगाउने गाइस फाइनली दाइको घर चाहिँ देखिन थाल्यो है दाइको घर थ्याङ्क यू दाई दाइले अब डिस्काउन्ट नै गरिदिनुहुन्छ होला अब फाइनली दाइको बिहेमा आइपुग्यो हाम्रो निशान पार्टीसँग नि भेट भयो के छ ब्रो ठिक छ यार तिम्रो के छ एकदम ठिक छ खोइ दाइलाई चाहिँ देखेन नि ब्लग के छ च्यानल मेरो त्यही सिपी राई नाइस हाम्रो पार्टी यहाँ छ हाम्रो दाइ उहाँ हुनुहुन्छ भित्रै के सुरु भएको रहेछ साथीहरू भाइ छ गाई चाहिँ हामी चाहिँ अहिले फोटोसुट गर्दैछौँ मेरो क्यामेराम्यान हामी चाहिँ बेहुला दाइको घर पछाडि फोटो खिच्न आएको यहाँ चाहिँ दामी सिनहरू रहेछ है खेतबारी नै खेतबारी छ र म चाहिँ उसको फोटो खिच्दैछु हाम्रो मोडल इटरी चिनोको के भन्न म्यानेजर हो तिमी सिनियर स्टाफ र किनमा सपिङ गरिदिनु होला छोरी मान्छेको लागि मेरो क्यामेराम्यान छँदैछ मलाई के को टेन्सन मेरो फोटो खिचिहाल्छ त्यहीमा हामी छिटो आएछौँ त्यही भएर यस यो फोटो भरै मलाई कसैले बुकिदिएको यस्तो बनाएर फोटो खिच्छु र गाइस अब चाहिँ हामी कहाँ जाँदैछौँ भने नि हामीलाई पनि थाहा छैन तर यहाँ चाहिँ फोटो खिच्नको लागि बेस्ट स्पट खोज्दै हामी जाँदैछौँ र हामीले भेटिसक्यौँ जस्तो पनि लाग्दैछ यो चाहिँ कुन खोला कुन पो भन्छ यो नदी बुढी खोलाकै पानी यतादेखि आउँछ बग्छ यता सो यहाँदेखि पारिपट्टि चाहिँ मोरङ जिल्ला पर्छ र हामी चाहिँ यता सुनसरी जिल्लाको मैले टिपेको ऊ आफै फुल जस्तो छ अब उसलाई चाहिँ कसले टिप्छ हामी चाहिँ एक्सप्लोर गर्नको लागि अहिले बुढी खोला छेउ जाँदैछौँ यस्तै छ गाई चाहिँ अब बिहेमा छिटो आएपछि अलिअलि टाइम पास वी आर डुइङ टाइम पास गाइड त्यही त साथी नभएको त झन् गिदी हुने रहेछ है र म चाहिँ पहिले पनि काम गर्थेँ क्याटरिङमा म चाहिँ कस्तो आइरहेको छु मैले हेरेकै छैन त्यहाँ त्यो भाग्यमा नि अब पछि यो युट्युब म भिडियो हाल्छु नि पछि जोसँग बिहे हुन्छ उसले यो भिडियो हेर्दै अब आहा म पो रिसु भन्छ भ्यू चाहिँ यस्तो आउनु थाल्यो गाइस बारी घर साँच्ची यार एरिया त दामी छ हावा एकदम दामी आउने रहेछ वी आर सर्चिङ फर शीतल छाया ओ माई गड कति धेरै रुख कस्तो डाँडा एरिया है पहाडी भाइब्स आउने मलाई त गाउँको पो याद आयो हौ त्यही त यस्तै छ तिम्रो गाउँ यसमा त यस्तो घर पातलो पातलो सुनसान राम्रो लास्टै गर्मी छ आज अब दाइको बिहे खाइदिनै पर्यो दाइसँग निकै 3 वर्ष जति काम गरेँ होला दाइकै पसलमा आएन भने रिसाइहाल्नुहुन्छ दाइ मलाई थाहा छँदैछ आएन ओ माई गड त्यहाँ त डेटिङ बस्दै रहेछ वहाँनिर फोटो राम्रो आउँछ क्यामेराम्यान नगर मेरो पनि के छ विचार क्यामेराम्यान क्यामेराम्यान अब चाहिँ म उसको फोटोसुट गरिदिन्छु है त कहाँ गरिदिने यतै अब कहाँ हुन्छ कहाँ गर्ने गाइस फाइनली भेट्यो है हाम्रो फोटो खिच्ने स्पट चाहिँ र मिस चाहिँ बिस्तारै आउनु हुँदैछ किनकि उहाँको हिल चुडिन सक्छ यस बिस्तारै आउनुहोस् र यो चाहिँ हाम्रो स्पट हो अब हेरौँ यहाँ हेर्दा त शीतल ठाउँ छ यहाँ त तपाईँहरू पनि आउनु सक्नुहुन्छ यो चाहिँ कहाँनिर छ भने ठ्याक्कै बुढी खोला मिलनचोकदेखि अझै भित्रको पनि भित्र एरिया वहाँनिर देख्न सक्नुहुन्छ बल्ल खोला देखियो यो चाहिँ बुढी खोला है आउन अगाडि अझै स्पट नि हेर दामी तरिकाले हामी भिडियो नि बनाउनुपर्छ फोटो नि खिच्नुपर्छ बाख्राहरू चरिरहेछ रियल भ्यू अफ बुढी खोला यो पानी कहाँ पो जान्छ विराटनगरतिर जान्छ है स्वयं उहाँदेखि सुरु भयो
र योदेखि पारी चाहिँ ठ्याक्कै मोरङ जिल्ला पर्छ। अब यहाँदेखि गयौँ भने मोरङ जिल्ला सुरु हुन्छ र हामी चाहिँ अहिले सुनचरीको एकदमै इन्डमा इन्ड पोइन्टमा आएको छौँ। आहा कस्तो शीतल हावा चल्दैछ। कसले दियो फुल अरे र हाम्रो चाहिँ लास्ट इयर हो। अब सबैजना छुट्टिन्छौँ हामी होइन। लास्टै रमाइलो भयो। हाम्रो साथीहरू चाहिँ सबले बे गरिसक्यो, अब हामी छ। सिपीलाई कोही सुली मन परायो नि के भयो प्लिज मेरी प्यारी राम्री राम्री भाउजू होइन भाउजूहरूले सम्पर्क गर्नु होला। सम्पर्क गर्नु होला। स्वीट जेन्टलम्यान केयरिङ I'm waiting for her. Oh my god. म एकदम डेस्परेट भइसक्यो भेट्नको लागि, तर मेरो भाग्यमा को लेखेको छ होइन। म यो भिडियो चाहिँ पछि फ्युचरमा फ्युचरको लागि रेकर्ड गर्दैछु, फ्युचर मी अनि मेरो वाइफको लागि। र अहिले चाहिँ म छैन, अहिले मेरो गर्लफ्रेन्ड छैन र अब जोसँग हुन्छ अबको 5-10 वर्षभित्र भित्र भनेको छु नि त 5-10 वर्ष जोसँग मेरो बिहे हुन्छ म उसलाई चाहिँ यही ठाउँ लिएर आउँछु इटरी आयो भने। होइन म यहीँ ल्याउँछु किनकि मैले यहीँदेखि भनिसकेँ अब फ्युचरमा जो हुन्छ मेरो फ्युचर वाइफ आर यु रेडी। म यस्तो खतरा भइसक्छु म तिमीलाई घुमाउनु मात्रै लान्छु, अरू म केही गर्दिनँ। त्यही हो मेरो प्लान। ल उहाँ हुनुहुन्छ यहाँ, उहाँ चाहिँ मेरो प्रमाण स्वरूप हुनुहुन्छ, उहाँले सुन्नु भएको छ। सुन्नुहोस् म फेरि म्यासेज गरेर चाहिँ सिपी भाउजू खै त्यो बुढी खोला घुमाउनु किन नलग्यो। चित्त दामी हुन्छ होला यो ठाउँ पनि कसम भनेको, मेरो फ्युचर बुढीको कसम। म यस्तो खतरा हुन्छु सबैले मलाई मान्छ अनि त्यति बेला म तिमीलाई म घुमाउनु मात्रै लान्छु, अरू केही काम गराउँदिनँ। गाइज फाइनली वी फिनिश आवर फोटोग्राफ। मैले उसको फोटो यस्तो खतरा खिच्दैको छु नि त्यहाँ म भिडियोमा चाहिँ कस्तो आइरहेको राम्रै आउनु। अनि के अरे उहाँले चाहिँ मलाई ट्रेनिङ नै दिनुभयो पछि मेरो फ्युचर वाइफको लागि कसरी फोटो खिच्ने कसरी खिच्दा कस्तो राम्रो आउँछ भनेर। यस्तो दामी ट्रेनिङ दिनुभयो नि, अब म कहिले बिर्सिँदिनँ। कता जाने यतै जाउँ न। र अब चाहिँ फेरि ब्याक टु बिए हाउस। उहाँ खिचेको उता ल गाइज बिहे सुरु भइसकेको छ। सुरु भइसकेको छ। दाइलाई देखिएन र हाम्रो दाइको चाहिँ बिहे सुरु भएको बिहे। दाइको बिहे खान थाल्यौँ हामी चाहिँ। यो चाहिँ मेरो भाइ यहाँ खाँदैछ। र गाइज अब खाएपछि तपाईँहरूसँग मस्तसँगले भेट्छौँ। यहाँ दाइहरू पनि हुनुहुन्छ। हाम्रो पार्टी निशानले चाहिँ खान सुरु गरिसक्यो, हाम्रो बेहुलाको भाइ। तिम्रो चाहिँ कहिले हो अब? यहाँ भन्दै छ बेहुलाको भाइ चाहिँ भाइको चाहिँ खिच्दै गरे बिहे सुन्नु न फेरि कहिले खिच्न पाइन्छ भर्खरै सोधेको। अब धेरै कुर्नु पर्दैन भाइ अब हाम्रो निमा दाइ वेलकम टु माई ब्लग। के भन्नु छ? गुड गोइङ किप गोइङ हैन त्यही हो। थ्याङ्क यू सो मच दाइ। अब तपाईँ कहाँ हिँड्नुभयो भने फलो मी हाम्रो दाइलाई नि फलो गर्नु होला। उसको ब्लगमा आएर म आफ्नै एड गर्दिन्छु। म भनिदिइहाल्छु नि हाम्रो दाइको आइडी चाहिँ एडभान्स बिगिनर भन्ने छ। र तपाईँहरूले यदि जिमतिर लाग्नु सोच गर्नु भएको छ भने चाहिँ तपाईँहरूले हाम्रो दाइलाई फलो गर्न सक्नुहुन्छ। भनिदिनु त आइडी फिटनेस फर बिगिनर। यस ल है त गाइस सबैजना फलो गरिदिनु होला हाम्रो दाइलाई। थ्याङ्क यू।
गाइज क्याट्रिनको काम आज मेरो छ र म पहिले फर्स्ट इयरमा नि काम गर्थेँ क्या यसरी क्याट्रिनमा ठ्याक्क त्यसकै याद आयो मलाई चाहिँ अहिले क्याट्रिनमा म फर्स्ट इयरमा रातभरि काम गर्थेँ यसरी नै